नमस्ते, वेलकम टु माई न्यू भ्लग। र आज चाहिँ हामी आएको छौँ काकाको व्रतबन्धको अघिल्लो दिन अर्थात् कसार बाट्ने दिउँसो र बेलुका चाहिँ हल्दीमा। सो हामी चाहिँ रमाइलो गर्न आएको छौँ र कसले अघिल्लो भ्लग मेरो अस्तिको भ्लग हेर्नु भएको छ उहाँहरूलाई त थाहा नै छ होला कि काकाको व्रतबन्ध चैत 25 गते हो र आज चाहिँ हो चैत 24 गते अर्थात् हल्दीको दिन। सो कसार बाट्दै हुनुहुन्छ, अहिले दिउँसो हो। सो कसार बाट्दै हुनुहुन्छ र बेलुका चाहिँ हल्दीमा हामी मजा गर्नुपर्छ। अहिले पनि मजा आइरहेछ। अब कसार बाट्न थाल्दै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ आमा माइजू सबैजना हुनुहुन्छ। सो हेर्नु होला र अन्तिमसम्म हेरेर साथ दिनु होला। आजको भ्लग एकदम रमाइलो हुनेवाला छ। सो सबैजनाले मिलेर कसार बाट्न थालिसक्नुभयो। सो एउटा कुरा भनौँ, मैले पनि अस्ति कसार बाटेको बट कसार बाटेको भिडियो चाहिँ मैले खिच्नै पाइनँ। सो स्याड। सो मैले पनि अस्ति कसार बाट्न सिकेर मैले पनि कसार बाटेँ। सो सबैजना कसार बाट्दै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ सबैजना। सो कसार पनि मिठो भएको छ है। सो यहाँ चाहिँ सबैजना कसार बाट्दै हुनुहुन्छ एन्ड त्यहाँ जग्गामा चाहिँ मामाहरू सबैजना पूजामा बस्नुभएको छ। यहाँ चाहिँ कसार बाट्ने कार्यक्रम त माधम चलिरहेछ एन्ड यहाँ पर चाहिँ येल्लो कलरको कुर्ताहरूमा म बहिनी सिस्टर दिदीहरू बसिरहेको छौँ होइन। अनि त्यहाँ मामु पनि हुनुहुन्छ। सो यो भिडियो चाहिँ बाबाले खिच्नु भएको हो। सो आज चाहिँ हल्दी र कसार बाट्ने कार्यक्रमको बाहेक पनि लाखबत्तीको नि कार्यक्रम छ। सो आमा दिदीहरू सबैजना यहाँ बसिसक्नुभयो होइन। सबैजना यहाँनिर कसार बाटिसकेर बसिसक्नुभयो लाखबत्ती बिजाउन। बाती तेलमा भिजाइराख्नु भएको छ। सो अब चाहिँ एकछिनमा पनि हुन्छ लाखबत्ती। यतापट्टि बाती भिजाउँदै हुनुहुन्छ अनि यहाँ पर हेर्न सक्नुहुन्छ तपाईँहरूले लाखबत्ती बाल्ने ठाम लिप्दै हुनुहुन्छ। सो यतापट्टि दादाहरू बसिराख्नु भएको छ, ऋषभ दादा, सतिन दादा र जीवन। हाम्रो चाहिँ एकदम गर्मी भएको थियो त्यो दिन। सो हामी चाहिँ खाएको छौँ कुल्फी। सो यहाँ चाहिँ मामु दिदी माइजू आमाहरू सबैजना चिट्टा बनाउन थाल्नुभयो नाचेर। अब चाहिँ यहाँ आफ्नो परिचय दिँदै हुनुहुन्छ सबैजनाले। सो हेरौँ है त को हुनुहुँदो रहेछ भनेर। नमस्कार, म बटुको आमा। नमस्कार, म बटुको ठुलो मम्मी। नमस्कार, म चाहिँ बटुकी फुली फुपू। नमस्कार, म बटुकी कान्छी फुपू। नमस्कार, म बटुकी माइजू। नमस्कार, म बटुकी चाहिँ पल्ला गर्की हजुरआमा। नमस्कार, म बटुकी दिदी। हेलो हाई नमस्कार, म बटुकी कान्छी दिदी। हेलो नमस्ते, म बटुकी। नमस्ते, म चाहिँ बटुको दिदी। सो अब चाहिँ दिउँसो कार्यक्रम सकिसक्यो एन्ड अब चाहिँ बेलुका भयो। काका हल्दी लगाउने ठाउँमा बसिसक्नुभयो अनि हामी चाहिँ सबैजना माथि स्टेजमा गएर नाच्दैछौँ। अब चाहिँ हल्दी लगाउने कार्यक्रम सुरु भयो अनि सुरुमा चाहिँ मामाहरूले काकालाई हल्दी लगाउँदै हुनुहुन्छ। अब चाहिँ पालो मेरो काकालाई हल्दी लगाइदिने। सो मैले पनि लगाइदिएँ हल्दी। अब चाहिँ सकिसकेको छ हल्दीको कार्यक्रम एन्ड मामु आइसक्नु भएको छ प्रोग्राम होस्ट गर्न। आज अब भरे डान्सहरूको के प्रोग्राम छ सब हेरौँला है। मामुले होस्ट गर्नुभएको हेर्दै जानु होला। अब रमाइलो हुनेवाला छ। हाम्रो डान्स पर्फर्मेन्स पनि छ। छिमेकी इष्ट मित्र नाता गोता आफन्तहरू हामी एकदमै रमाइलो गर्दैछौँ। सबैजना अगाडि आइदिनु होला। फेरि पनि म अनुरोध गर्दछु र कार्यक्रमको शुभारम्भ गर्न चाहन्छु म। र अबको कार्यक्रमको प्रोग्राम स्टार्ट भइसकेको छ एन्ड सुरुमै प्रोग्राममा मामा र माइजूलाई अगाडि
बोलाउनु भयो मामुले एन्ड माइजूले केही शब्द बोल्नु भएको छ त्यो पनि हामी सुनौँ है त। विशेष धन्यवाद हाम्रो निमन्त्रणालाई स्वीकारेर यस कार्यक्रमलाई हर्षोल्लासका साथ सम्पन्न गर्न सहयोग दिनुहुन यहाँ उपस्थित हुनुभएका मेरा सम्पूर्ण आफन्तजनहरू, साथीभाइ, इष्टमित्र, मेरो परदेशमा भएको भाइ पनि आइपुगेको छ, उसलाई विशेष धन्यवाद। सबैजनालाई, घर परिवार, साथीभाइ, छरछिमेकी सबैजनालाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु। र यो कार्यक्रमको आयोजना हुने टुङ्गो लागेदेखि अहिलेसम्म र भोलिका दिन पनि साथमा रहनुहुने तपाईँहरू सबैलाई हृदयदेखि नै कृतज्ञता व्यक्त गर्न चाहन्छु। भोलिका दिनमा पनि यसरी नै सहयोग साथ दिनुहुन्छ भन्ने विश्वास गर्दै यहाँहरूको माया र सद्भावलाई म कसरी यो गुणलाई तिर्न सक्छु थाहा छैन, तर पनि मेरो हैसियतले भ्याएसम्म, मेरो सामर्थ्यले साथ दिएसम्म हजुरहरूको खुसीमा पनि म यसरी नै सामेल भएर हजुरहरूलाई साथ दिने प्रतिबद्धता जनाउँदै फेरि पनि यहाँ आइदिनु भएकोमा सबैजनालाई मुरी धन्यवाद ज्ञापन गर्न चाहन्छु। माइजूले बोलिसकेपछि चाहिँ यहाँ हाम्रो सानो छोटो कार्यक्रम थियो परिचयको। सो यो चाहिँ अलिक धेरै नै लामो हुन्छ भनेर मैले हालिनँ होइन। सो यहाँ चाहिँ सबैजनाले आफ्नो को हो, के पढ्ने, भोलिको बटुको भनेर कहाँबाट आउनुभएको सबै थोक भन्नुभएको थियो। सो यो राखेको भए त लामो हुन्थ्यो भनेर राखिनँ। सो अरू हेर्नु है त क्लिप। अब चाहिँ पालो भएको छ डान्सको एन्ड सुरुमै मलाई बोलाउनु भएको थियो होइन। सो मैले चाहिँ म्युजिक हालिनँ कपिराइट लाग्छ भनेर। मैले नाचेको भिडियो चाहिँ मेरै युट्युब च्यानलमा पनि अर्को सर्ट्समा छ। सो हजुरहरूलाई हेर्न चाहनुहुन्छ भने त्यहाँ गएर पनि हेर्न सक्नुहुन्छ। हात उठाउनेले यहाँ आएर भन्ने है त, यहाँ आएर उत्तर भनिदिनु होला। मेरो दादा आदर्श नेपालीको फेभरेट फुटबल प्लेयर चाहिँ लियोनेल मेसी। आदर्श भाइ हो कि होइन भन्नु? एकदमै सही उत्तर आएको छ। जोरदार तालीले धन्यवाद व्यक्त गर्दछु। हामीले मेहन्दी लाउँदै रमाइलो गर्दै नाच्दै गाउँदै विभिन्न क्वेसन एन्सर राउन्ड गर्दै हामीले रमाइलो गरेर हल्दीको कार्यक्रम समाप्त गऱ्यौँ। भोलि बिहानै उठ्नु पनि थियो, त्यही भएर हामीले कार्यक्रम सकेर आफ्ना घरतिर लाग्यौँ। हस् त आजको लागि यति नै। टाटा, बाई बाई, ह्याभ अ नाइस डे।